सबैजनालाई हाम्रो आज फेरि जेएलपिटी को खान्जी लेसन 1 मा चाहिँ सबैजनालाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। हामी चाहिँ यसमा जेएलपिटी 1 लेसनमा भएका खान्जीहरूलाई चाहिँ हामीले यहाँ बोर्डमा चाहिँ तपाईहरुलाई देखाइरहेका छौं। र जेएलपिटी लेसन 1 मिन्ना नो निहोंगो जेएलपिटी लेसन 1 को चाहिँ तपाईले खान्जी देख्न सक्नुहुन्छ। तपाईको हाम्रो धेरै छैन, 12-13 वटा मात्रै खान्जी छ र यसलाई चाहिँ म चाहिँ 1 बाइ 1 तपाईहरुलाई चाहिँ म बुझाउन गइरहेको छु। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईले अन्तिमसम्म हेर्नुभयो भने जेएलपिटी लेसन 1 को तपाईको N5 को लेसन 1 को चाहिँ मेरो खान्जीहरु चाहिँ यो भिडियो हेरेर जान्न सक्नुहुन्छ। र तपाईहरुले आफैले कपीमा पनि यो भिडियो हेर्दै लेख्ने प्रयास गर्नुहोला। म सँगसँगै लेख्ने प्रयास गर्नुभयो भने तपाईहरुले चाहिँ खान्जी पनि लेख्न सक्नुहुन्छ है। र म यसको अर्थहरु पनि बुझाउँदै जानेछु। जसमा रहेको छ 1 भनेको इची भन्छ है। इची को खान्जी चाहिँ यो इची। त्यसपछि 2 नि को खान्जी चाहिँ यो है। दुईटा धर्का, माथिको धर्का भन्दा तलको धर्का चाहिँ हल्का लामो बनाएर लेख्नुस् 2 लेख्दाखेरि। 3 भनेको तीनटा धर्का, 4 भनेको यो 4 है। 4 को खान्जीलाई यसरी लेख्नुस्। र यो 5 को खान्जी। 6 को खान्जी चाहिँ यो हुन्छ है। 6 को र 8 को खान्जीमा चाहिँ यो माथिको भाग चाहिँ हुने 6 हुन्छ भने माथिको भाग नहुने चाहिँ 8 को हुन्छ है। 7 अनि 9 10। त्यसपछि आयो यहाँ पर्सन को खान्जी। पर्सन भनेको चाहिँ यो मान्छेको चित्र बनाइएको छ यहाँ। र यसको यो तलको चाहिँ दुईटा खुट्टा हो। दुईटा हात छ भने दुईटा खुट्टा हो। यो खुट्टाको भागलाई मात्रै लिएर आउने हो भने यो चाहिँ हितो हुन्छ है। पर्सन, हितो भनेको पर्सन। र कुन्योमीमा चाहिँ हितो भनेर भनिन्छ है। कुन्योमीमा चाहिँ यो मान्छेको खुट्टालाई तपाईले अरु शरीरको भागलाई छोडेर यो खुट्टा मात्रले, यो अगाडिको खुट्टा यो पछाडिको खुट्टा लेफ्ट राइट गरिरहेको खुट्टालाई तपाईले ल्याउनु भयो भने यो चाहिँ हितोको खान्जी हुन्छ। यो चाहिँ मान्छेको खान्जी हुन्छ है। यसले मान्छेको खान्जी हुन्छ। यसरी हुन्छ हितो। हितो भनेको पर्सन हैन। र यसको ओनियोमी हुन्छ जिन है। जिन एउटा मात्रै खान्जी आएको बेला चाहिँ हितो भनेर पढ्नुस् हैन। हितोरी, आनो हितो हैन, फुतारी त्यसरी भनेर पढ्नुस् भने तपाईको चाहिँ दुईवटा खान्जी भएको ठाउँमा चाहिँ जिन भनेर पढ्नुस् है। जिन, जिन अथवा निन। सान निन, यो निन भनेर पढ्दा पनि यही खान्जी है। 3 जना 4 जना भनेर पढ्दाखेरि। र त्यसपछि नेपारो जिन, इन्डो जिन भनेर आए पनि यो त्यो चाहिँ त्यो देशको मान्छे भनेको है। त्यो देशको हितो, त्यो देशको पर्सन भनेको हैन। त्यसपछि अर्को खान्जी आयो नाम। नेम भन्यो हैन। नेमको चाहिँ खान्जी यस्तो हुन्छ है। ता लेखेर यस्तो तलपट्टि कुचिदिने हैन। नेमको यस्तो हुन्छ। यसको नामाए आयो मेठा ना हुन्छ है। यसको कुन्योमी चाहिँ ना हुन्छ। त्यसपछि यसको ओनियोमी चाहिँ मेई हुन्छ है। मेई, मेई, मेई। जस्तो यु मेई भनेर आउँछ नि। यु मेई भनेर आउँदाखेरि यसलाई चाहिँ मेई भनेर पढिन्छ। एउटा सिंगल आउँदा चाहिँ ना भनेर पढिन्छ हैन। भने त्यसको मेई भनेर पढिन्छ हैन। अनि अर्को छ डिरेक्सन। डिरेक्सन भनेको यसको हो को खान्जी हुन्छ है। यो माथि चाहिँ यो भएन, यो चाहिँ नझुकिनु, यो चाहिँ भएको चाहिँ डिरेक्सन है। यो माथि भएको हुन्छ। र काता भनिन्छ, आनो काता भनिन्छ। उहाँ भनेको पोलाइट गरेर आनो हितो भनेको चाहिँ पोलाइट भनेको हुन्छ आनो काता भन्ने हुन्छ है। र त्यसपछि यसको ओनियोमी हुन्छ हो। हो भनेको डिरेक्सन है। ल यसरी नै खान्जीहरु प्र्याक्टिस गर्नुस्। हस्त।